पुरै यो डाँडा काटेर जानुपर्ने रे यार भनेपछि डेन्जर हिँड्नुपर्छ ल यहाँ अब हामी चाउचाउ खाने खाजा खाने अवस्था ल खाजा खानको लागि टक्क लाएर के अरे चन्दनबारी रे चन्दनबारी न लन्दनबारी भ्यू हेरौँ गाइज भ्यू जति हेऱ्यो त्यति हेरौँ हेरौँ मन लाग्ने छ तर कसरी उकाल लाग्ने हो हेलो सर यहाँ आएर कस्तो लागिरहेछ कस्तो फिल भयो कस्तो अर्को सरलाई अहिले भोक लागिरहेछ पैसा ठग्या ल हाम्रो हामी त सुरु गरिहाल्यो त्यस्तो तर बनाउनु पर्यो अब चाउचाउ सजो लाने हो कि अलिअलि पानी लिनु पर्यो पानीको बोतलै बोकेन अब क्या डेन्जर छ यार आमै मासला नखाने खाउँ मलाई रे ल हेलो गाइज ल अब हामी चाहिँ लाग्यो गोसाइकुण्ड यात्रातर्फ पैदल चट्ट लाएर ल 3 जना छौँ हामी यत्रो भिड काटेछ यार कति बज्यो 1 बज्यो 1 बजे लागेछ म्यापमा 6 घन्टा देखाइरहेछ अब कति घन्टा पुग्ने हो थाहा छैन अब भोलि रिजल्ट आउँछ रिजल्ट भोलि आउँछ बनै बन्छ यार र डेन्जर के हो पुल यार धन्यवाद सरले यार पेटी बेट दिए क्या अहिले चाहिँ उ भयो ओ अत्रो होला हो चस्मा लाउनु पर्यो यार ओ मेरो गोजीमा चस्मा चाहिँ निकाल त बक्स छ रहेन त कुनमा खोएर तैँले ठुलोमा यो ठुलोमा यो त गोजी ठुलोमा निकाल्न यो चाहिँ कहाँ झुन्नु हुँदैन यसो चस्मा लाग्यो नि देखाइदिउँ न कपाल कस्तो आज डेन्जर राखाइयो चस्मा लगाएको चाहिँ माछा आँखा दिइदियो लाइभ होइन हौ नेट न पेट त्यो हो नेट त चलिरह कहाँ कता हो यो सिधै हो अलिक सुइँका सुई हिँड्नुपर्छ केटा हो यस्तो तालदेखि 3 दिन पनि पुग्दैन त
सुई सुई हिँड्ने हो अहिले फेरि ओइ गिलास लिनु पर्यो नि यार एउटा प्लास्टिकको बाटोमा अहिले बजाउँदै जानु पर्यो नि त तताउँदै जानु पर्यो एकजना नै आउँदैन अन्त मान्छे गोसाइकुण्डको यात्रा बिरामी हुन्छ क्या माथि पिराउँदा ओइ मलाई यो झोला गरौँ भयो यार उकालो आएकै छैन के गर्नु पर्यो यार हामी कति बजे हिँड्यो 12:30 हिँड्यो है 12:30 बजी हिँड्यो त्यहाँबाट उकालो आएकै छैन किन गर्नु मान्छेहरू यहाँतिर ल्याएको त बाइकहरू यो पुल सरै जानुपर्ने हो सारा भिडियो नि बनाउनु पर्ने नि त केटा हो के बनाइरहेको ऊ त्यो पुलमा बसेर नि ओरिन बेला रात पऱ्यो भने नि फेरि ल डेन्जर छ डेन्जर कत्रो भिड यार मासले माथि चाहिँ कत्रो भिड कत्रो खोला यार युट्युबमा ट्याक्कै अलिक जमानहरू के छ निगालो यार लाङटाङ नेसनल पार्क 89 बाटो बनाउनु यहाँसम्म आउनु पर्छ बाइक चाहिँ
खोलै खोला हो कि हो? क्या खतरा बाटो यार। अब चाहिँ ठाडै उकालो आयो जस्तो चाहिँ यहाँ। अब चाहिँ ल सिधै ठाडो उकालो आयो। जाऊ 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 जाऊ। के हो त्यो? जान रेकर्ड गरिहाल्नु। यहाँ वाटरफल जाँदैछ हामी। वाटरफल होय 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 होय। One, two, three, go! Hut. मर लाग्यो मर लाग्यो। आधा घन्टा भएन यस्तो भइसक्यो। 12 घन्टा कसरी हिँड्ने हो? ओइ masalah. Ayo. Oh. कोही सक्दैन जस्तो म त यार कसम भने त्यस्तो भइसक्यो। अयो
ल हेलो गाइज, म त मर्न लाग्यो ल। साथीहरू वहाँ माथि पुगिसक्यो, हिँड्नु नसक्दो रहेछ। ऊ त्यो कुहिरो लागेको डाँडा म देखाउँछु तपाईँलाई जुम गरेर। ल ल आमामा यहाँ पुगेर अझै त्यहाँबाट नि 2 घन्टा हिँड्नुपर्छ अरे। मरिनु भयो त हो, गाह्रो छ हालत। बाटो मासरा मासरा ल के गर्ने कुनी यहाँनेरि छैन यताउता यहाँले त त्यो झोला यहाँ कहिले पुग्ने यार वहाँ? हेरिरहेको कहिले पुग्दैन। स्कुलमा गयो भने पनि हामी अब टेम्परेचर मेन्टेन गर्दैन नि बढी त्यही भएर हाइट ल अब हामी चाहिँ यो लौरी विनायक भन्ने के भन्छ त्यो फेर्न गएर बास बस्नु पर्ने रे। ठ्याक्कै हामी 5.5 घन्टा हिँड्यो। 12:30 बजेदेखि धुन्चेबाट हिँडेको 5:30 भयो। हिँड्नु त डेन्जरै हिँडेको छ। हेरौँ अब कहाँसम्म पुगिन्छ। अहिले चाहिँ अलि ओह्रालो सिधा छ बाटो। खोइ ओह्रालो नि हिँड्नु नहुँदो रहेछ यार। अब किन भन्नु पर्यो अहिले पढिदिएर भोलि हालौँ न। भिडियो बनाउँदै हो कि बाहिर भिडियो डेन्जर छ यार। टिमुरको अचार, भात, चना दाल, यसमा गुन्द्रुक छ खै देख्दैन। गुन्द्रुक छ त्यो छ अलिकति। यो गुन्द्रुक यो गुन्द्रुक ल हेलो गाइज, ल रुम यही हो 1300 को रुम। 1300 को 13 तिया कति हुन्छ? ए 3900 को रुम, 4000 को रुम यो।
यो हो, यो चाहिँ हाम्रो 350 एउटाको। यो याकको मासु है। यो याकको मासु 350, एउटा, दुईटा, तिनवटा, चारवटा, पाँच, छवटा चोक्टा छ। अनि यो चाहिँ बकरी, यो नि एउटा, पाँच, छ चोक्टा। बाँकी है तिमीले किन हेर फल्यौ हामीलाई स्वादै नआएकोले तिमीले तँ रातो कुखुरो काट्नै पर्छ झोल होइन पट पट बिहान 5:30 बजेर हिँडे यार माछाले यस्तो राति। अहिले गल्नु थालिसक्यो। पुरा बरफ माछाला हिउँ। बीस मिनट भयो 5:30 बजे उठेर हिँडेको, तै पनि हिँड्नु सकेको छैन। ओले टुरु लभ रे होय 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 होय। अब पुगे के गर्नु त यार, अब हामी नै पुग्छौँ, पुग्नु त नपुग्नु त होइन। ल यता नि हिउँ, यता नि बरफ, त्यो डाँडामा जो ये देख रहा है ये पोल, इधर पहुंचना है। थोड़ा 1 घंटा है, थोड़ा बहुत सफर करना है। मुख को तो धोया है ना, झाटा के भिडियो बनाऊ देख्दैन के कहाँ हुन्छ हामीलाई मात्र थाहा छ। हिमालय हिमाल हेलो, मेरो मुखसँग हिमालय खै हिमालय कता हो कता देख्दैन? देख्छ अलिअलि। जाउँ यार फटाफट, यति उकालो सताउनु भयो स्वर्ग देख्नु पाइन्छ भन्ने। त्यहाँबाट फेरि उकालो लाग्नु पर्छ होला त्यो उसको बुद्धको बाटो त भर्खर यहाँसम्म आइरहेको छ। सामान केही नि छैन, ल्याउँदै हाल्दै गरेको के हो। तेरो म खतरा ऊ निकाल्ने हिँड्नै छिटो हिँड्दा है। पानी पुग्यो माटो हो कि बरफ हो? ल भिडियो हेरौँ कस्तो ठाडो उकालो छ। ल सिधै ठाडो, अनि हिँड्नु सक्छ। तल हेरौँ, ल तल यस्तो हे के हो यस्तो? बसेर पुग्दैन। ल त्यो बचेकोले नि छोड्नु छोडिरहेछ के गर्नु। अब अरू हिँड्यो भने ल सबैभन्दा
अझ पनि हामी आइपुग्न सकेका छैनौँ सनसेट उहाँमाथि डाँडा पुग्नुपर्छ अझै लसुन खाने हो निकाल्न खाऊ यहाँ साथीहरू पुरा यतापट्टि छ कि यतापट्टि छ बरफ पानी खाँदैछ बरफ ल बुद्ध स्तूपा यहाँ हो कटेर आएपछि अब हल्का तेर्सो तेर्सो रहेछ टाढो चाहिँ अब अझै 2 घन्टाको यात्रा यो यस्तो छ बाटो उकाला आयो उकाला पनि हिँड्नु नसक्ने ओह्राला आयो ओह्राला पनि हिँड्नु नसक्ने यार खुट्टा तरी के हो यो ल गोसाइकुण्डको पानी यही हो लास्टै करा यार खोला त क्या साउन्ड निक्ले ओह्रालोमा त हिँड्न सक्दैन कि केटा लौरो चाहिन्छ लौरो लौरोले के गर्ने कहाँ खोज्ने लौरो उकालोमा भन्दा ओह्रालोमा सब गाला फुटिसक्यो यार बाटो त उकालो अभी माथि पो रहेछ है पोल भएको ठाउँमा उकालो त म त यो त तेर्छु होला यहाँ त फेरि यहाँ तल्तिर झर्नुपर्ने होला फेरि हो कि ऊ माथि छ पोलपट्टि गएको बाटो त यस्तो केही छैन अनि सास पनि गाह्रो हुँदैन त गोसाइकुण्डबाट बग्दै आएको खोला यही है गोसाइकुण्डबाट बग्दै आएको खोला यो हो गोसाइकुण्ड जाँदै गरेको म हो हामी 3 जना मिलेर बग्दै गऱ्यो यस्तो रहेछ यार त्यहाँ त सिधा भन्थ्यो त नि हे उकालो
गोसाई सानो कुण्ड अरे अब हामी जान्दैनौँ त्यहाँ माथि यस्तो बाटो आएको यार पैसा हुनेहरू त्यसरी घोडामा आउँछ लसुन ल्याऊ के ल्याऊ होइन खाली पेटमा लसुनले जस्तो लाग्छ मलाई यार बस्यो भने बस्यो यस्तो भिड छ यार वहाँ पुग्नुपर्ने रे केही छैन छन त के रे खरत छ के एक्लै आयो नि सक्ने सही कति मान्छे एक्लै आउँछ 30 वर्षमा लौरो टेक्न थालेर के गर्ने 30 वर्ष अरे 60 वर्ष पुग्यो 60 वर्षमा के गर्ने यसलाई है मजाले कस्तो फिल हुन्छ कि केटा हो ए अहिले त एकदम रमाइलो फिल भइरहेको मलाई भएको छैन यार अघि उकालो अलि गाह्रो भएको थियो अहिले ठिक छ तल नि त्यसो भएर अहिले ओ माई गॉड यो तल्लो कुण्डा कसै कुण्डा तल्लो ताल कुण्डा त्यहाँ माथि पुग्नु भन्छ देखेको यो खला भिर देखाउनु पर्यो यस्तो खस्न लागेर भिर कति उकालो त्यहाँ
ल फाइनल्ली लास्ट डेस्टिनेसन गोसाइकुण्ड बेस क्याम्प यहाँ आइपुगेछ होटलमा। गाइड सर धन्यवाद यति धेरै पुस गरिदिनु भएकोमा। फोटो त डेन्जर आउँदो रहेछ त्यहाँ। ल ए ढुङ्गा र क्यामेरा निकाल्नु फोटो खिचौँ यार। आइफोनले किनाउँदा क्यामेरा भन्दा राम्रो आउँछ क्यामेरा फाइनल्ली निगाली टुपोमा फाइनल्ली कहाँ को नौला होला। ल अब हामी यहाँ गोसाइकुण्ड बाटो के कुण्ड रे सूर्यकुण्ड ऊ त्यो डाँडा पल्लोपट्टि जाँदैछु। त्यो त मैले पछि मान्छेले आठ ठोक्यो नि भगवान्ले आठ ठोक्यो त मैले सुन्छु हजुर सुन्नुभएको छ र छैन। गएर हिँड्नु सके होइन यो दुइटाले गरेर मलाई बिजोग बना। यो मन्दिर
भर्खर भएको छ अब के हिँड्नु सक्दैन दामी छैन त यसको नि हानौ नि एउटा दामी आउँदो रहेछ यार फोटो राम्रो आउँछ होला हाम्रो तपाईँ यताबाट हिँड्नु त घामै उल्टो पर्छ कि कस्तो आएको छ हेरौँ उताबाट कालो हालो ठिकै आएको छ राम्रो तर सनलाइट चाहिँ अलिकति उल्टो पर्दो रहेछ राम्रै छ कस्तो टाउको दुख्यो यार मलाई त किन्ने हो खै मोबाइल दिनु के फोटो नखिच्ने होला खिच खिच ए म भिडियोमै लिन्छु बरु जाउँ है 1.5 घन्टा लाग्छ र 1.5 घन्टा चाहिँ मोबाइल साह्रै सिद्धिन रहेछ फाइनल्ली हिउँमा पनि आइपुग्यो छैन छैन हाम्रो त्यस्तो टाउको दुखेर बाइक सुन्दैन होला तपाईहरुलाई नि बिहान हामीसँगै आउनु भयो त अनि लौरी बाट सँगै हुनु यो भन्दा त्यहाँको रमाइलो छ भ्यू चाहिँ 45 मिनेट हिँड्नुपर्छ रे त्यति चाहिँ हिँड्नु पर्ला कहाँ चाहिँ लिन्छ त के रे बोल्नु त ट्रिप वाला पो चाहिन्छ त
गाइस फाइनल्ली यो बाटोमा आइपुग्यो हामी त्यो मासतिर त के जाँदो यो डाँडासम्म जाने फर्किने हो यो चाहिँ हाम्रो नेपालको नौकुण्ड गोसाइकुण्ड भन्दा थोरै माथि यो नौकुण्ड हो अनि त्यसपछि हाम्रो यता छ गोसाइकुण्ड चाहिँ सही छ यता माथि अब त आइपुग्यो नि ल आयो मर्छ यार सास गर्न गाह्रो हुने कस्तो हावा आएको फेरि उयो हिउँ गरेर सुत्यो हुन्छ त यार यहाँ अलिक तातो रहेछ म त अब जाँदैन यो भन्दा माथि त अब हे भइरस् कहाँ कुण्ड त्यहाँ पनि कम टाइम लाग्छ मलाई नि तिमीहरू गएर आऊ मैले कुण्ड यहाँ देखाएर नि आइ जान्न म त उता त म यहीँ बसिरहन्छु बरु चिप्लिन्छ होला के हिँड्नु यार
अलि सम्म भएन कि है ओ माई यो त चाहिँ गॉड खतरा छ के लौरी टेकेर आको यति भयो पुगिहाल्यो झन् माथि क्या जाने लौरी टेकेर लौरी टेकेर लौरी टेकेर ए टुनीमा के अरे हिउँ त बरफ 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 ले लो बर्फ ले लो ले लो बर्फ ले लो कितना चाहिए ले लो 1 केजी 2 केजी 3 केजी बहुत ठंडा वाला बर्फ ओए आइज फर्किने के कराको भनेको यो मुनि मुनि सबै यो पोक्लेको पानी पोगिरहेको रहेछ है त्यही भएर कराको रहेछ माथि छैन मुनि मुनि आना लभ रे हातले लेख्छ यहाँ हातले अलिक गाह्रो हुन्छ लाठीले सजिलो हुन्छ पानको पात भिडियो नि यति बनायो कि माछालाई अब 3 भाग गरेर हाल्नुपर्छ कहाँबाट आयो फेरि गाएको यार यतातिर चिल्लेटी खेल्न मजा आउँदैछ यार यो त पातल छैन यो त बाग्लो त साह्रो यो त राम्रो उनी है बरफै हो हिउँ होइन नि यो त ऊ त्यहाँ माथि बसेको थियो यता आएपछि त्यो अघि तल आएको जम्मै तलको त्यो माछाले त्यो हावा आएको यार यो त केही आएन है त्यो पारी गयो होला कि ओए कस्तो रहेछ यार यो त केही नदेख्दो रहेछ देखेन भने पल्टी ज्याकेटमा पानी छुँदैन ल अब हामी फर्कियो अवस्था अब ट्रेकिङ चाहिँ मुक्तिनाथतिर जानुपर्छ